सबैमा नमस्कार। आज पनि हामी नयाँ सोच श्रृङ्खला अन्तर्गतको तेस्रो एपिसोडमा आएका छौँ। गत एपिसोडमा हामीले कृषि क्षेत्रलाई हेरेका थियौँ, कृषि क्षेत्रको लगानीलाई हेरेका थियौँ। आज हामीले कृषि क्षेत्रको उत्पादनलाई हेर्नेछौँ। अब कृषि क्षेत्रमा आवश्यक पर्ने तत्त्वहरू चाहिँ जमिन, सिँचाइ, मल, बिउ अनि मेसिनरी सामान र श्रम शक्ति आवश्यक पर्दछ। अनि कृषि क्षेत्रमा उत्पादन हुने हाम्रा परम्परागत बालीहरू जुन सजिलैसँग उत्पादन गर्न सकिन्छ, मेहनत त लाग्छ नै। अब उत्पादन हुने उत्पादित बालीहरू हेरौँ। हामीले मकै उत्पादन गर्न सकिन्छ, गहुँ उत्पादन गर्न सकिन्छ, धान उत्पादन गर्न सकिन्छ, कोदो उत्पादन गर्न सकिन्छ, फापर उत्पादन गर्न सकिन्छ, अनि तोरी, जौँ, त्यसपश्चात दलहन बालीहरू पनि उत्पादन गर्न सकिन्छ, तेलन बालीहरू पनि उत्पादन गर्न सकिन्छ। त्यस सँगसँगै गेडागुडी जन्ने बालीहरू समेत हामीहरूले उत्पादन गर्न सकिन्छ। अनि त्यो उत्पादन गर्नको लागि के आवश्यक पर्दछ भन्ने कुरा अघि नै भइसक्यो। जमिन, सिँचाइ, मल, बिउ, मेसिनरी सामान अनि श्रम शक्ति भइहाल्यो नै। अब आर्थिक लगानी पनि अब लगानी त गर्नु नै पर्यो। त्यसपश्चात अब हामीलाई के आवश्यक पर्दछ त? मेसिनहरू। हामी अहिले ठुलो मात्राका मेसिनहरू भन्दा पनि अहिले नै चलिरहेका हाम्रो गाउँ समाजमा चलिरहेका मेसिनहरूको प्रयोग गरेर पर्याप्त उत्पादन गर्न सक्छौँ। जस्तो हाते ट्र्याक्टर अहिले प्रत्येक गाउँमा छ। हाते ट्र्याक्टरहरू प्रयोग गर्न सकियो। त्यसपश्चात हामीले ठुलो ट्र्याक्टरहरू पनि प्रयोग गर्न सकियो सम्मो जमिनहरूमा। अनि त्यस सँगसँगै अब जेसिबीको पनि प्रयोग गर्न सकिन्छ। जेसिबीको प्रयोगबारे अहिले केही पछि हामीले हेर्नेछौँ। अनि थ्रेसरको प्रयोग भइरहेको छ, प्रत्येक गाउँमा भइरहेको छ अहिले पनि। अन्य हाते औजार, मेसिनरी औजारहरू अनि मल्चिङ प्लास्टिकहरू, बिउ रोप्ने यन्त्रहरू प्रयोग गर्न सकिन्छ। अब जमिन भइसक्यो। त्यसपश्चात हामीलाई चाहिने सिँचाइ। अब कृषिको अब हामी पहाड क्षेत्रमा सिँचाइको एकदम अभाव छ। त्यसलाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने विषयमा विशेष गरी अब डाँडाकाँडाहरू हुने, खोला नाला साना हुने, तिनीहरूले गर्दा सिँचाइमा एकदम समस्या आउने गर्दछ। हामीले सिँचाइको लागि खोला नाला नदीहरूको पानीलाई अग्लो ठाउँमा फाल्ने, त्यसपश्चात त्यहाँ ठुला ट्याङ्कीहरू बनाउने, अनि हामीले प्लास्टिक पोखरीहरू, अब लगानी कम लाग्ने प्लास्टिक पोखरीहरू राख्ने, अनि बर्खायाममा आएका पानी प्लस पानी पर्दाखेरिमा त्यहाँ सङ्कलन गर्ने। त्यसपश्चात आवश्यक ठाउँहरूमा पाइपहरूको माध्यमबाट फेरि साना पोखरीहरू बनाउने, त्यसरी सिँचाइ गर्न सकिन्छ। त्यसपश्चात अर्को सिँचाइ अब खोला नालाहरू थुनेर गर्न सक्ने त सजिलै भयो। अनि अर्को अहिले गाउँहरूमा लिफ्टिङ खानेपानीको व्यवस्था छ। सो लिफ्टिङ खानेपानीलाई व्यवस्थित गराई 24 घण्टा सञ्चालन गर्न सक्ने योजनाहरू बनाउने। जस्तो नजिकको कुनै एउटा नजिकै मुहान छ, अर्को मुहान छ, ती मुहानहरूलाई एक आपसमा जोडेर 24 घण्टा पानी सञ्चालन गर्ने व्यवस्था गर्ने, जसबाट आवश्यक पानी प्रयोग गर्ने। त्यस पश्चात बाँकी रहेको पानी चाहिँ फेरि त्यसलाई पनि हामीले सिँचाइको रूपमा प्रयोग गर्न सकिन्छ। यसरी गर्दाखेरिमा कृषि उत्पादन बढी हुन्छ। अब जेसिबीको किन प्रयोग भन्ने? अब कृषि गर्नको लागि हामीलाई जमिन आवश्यक पर्दछ। अहिले गरिरहेको कृषि भूमि मात्र हामीलाई पर्याप्त हुँदैन। योभन्दा अगाडि कृषिमा प्रयोग भएका भूमिहरू र अहिले बाँझिएका, जङ्गल पल्टिएका अनि झाडीयुक्त जमिनहरूलाई फाँडेर एउटा विशाल जमिनहरू तयार गर्ने, त्यसमा पनि हामीले कृषिजन्य बालीहरू रोप्ने गर्नुपर्दछ, जसले गर्दा कृषि उत्पादन बढ्नेछ। अनि जस्तो पहाडहरूको, अब जस्तो बङ्गासकालीकै कुरा गरौँ, बङ्गासकालीको विभिन्न क्षेत्रहरूमा बसाइसराइले गर्दाखेरिमा जमिनहरू बाँझा छन् अनि बुट्यानहरू पलाएर जङ्गल पल्टिएका छन्।
जस्तो बाँझो जमिनहरूलाई त अब जोतेर प्रयोगमा ल्याउन सकियो। बुट्यान भएका जमिनहरूलाई पनि सबै बुट्यानहरू अनावश्यक जस्तो चिलाउनेहरू यिनीहरूको खासै काम छैन नि त। जस्तो बुट्यान पल्टेका जमिनहरूलाई एकपटक सर्लक्कै काट्ने, त्यसपश्चात जहाँ जे उत्पादन हुन्छ अब प्राविधिकहरूको प्रयोग गरेर हामीले त्यहाँ कृषि बालीहरू उत्पादन गर्न सकिन्छ। अनि कृषि क्षेत्रको अब उत्पादनको कुरा गरौँ। कृषि क्षेत्रमा घाटा खासै नै छैन। जस्तो समथर अब बङ्गासकालीकै कुरा गरियो भने जस्तो हाम्रो पोखराथोक अनि पोखराथोक लगायत वार्ड नम्बर 1 को क्षेत्रहरूमा समथर भूभागहरू छ, त्यहाँ कृषि गर्न सकियो। अनि यतापट्टि गएर दर्बुकको फाँटहरू भयो, त्यसपश्चात अनि यतापट्टि आउँदाखेरिमा हाम्रो टारीहरू, मन्द्रान लगायत उल्तिरपट्टि पनि फाँट भन्ने छ, त्यहाँ पनि गर्न सकियो। अनि त्यसबिचमा रहेका समथर जमिनहरू अब पहिलाका बारी काल्नाहरू सबैमा खेती उब्जनी हुन्छ। अब विदेशी मुलुकहरूमा माटै नभएको मरुभूमिमा त माटो लगाएर कृषि उब्जनी गरिरहेका छन् भने हामीसँग त उर्वरशील जमिन छँदैछ। त्यसमा पनि हामी कृषि गर्नबाट एउटा निर्वाहमुखी भनौँ न, एउटा परिवारलाई पनि नपुग्ने खालको कृषि पद्धति अपनाएर नै यो हाम्रो देशको कृषि विकास हुन नसकेको हो। अब कोरिया, अन्य विदेशी मुलुकहरू, इजरायलहरूले यहाँबाट लगेका हाम्रो देशैबाट गएका श्रमशक्तिलाई महिनाको 2-3 लाख रुपियाँ दिएर कजाउन सक्छ र उसबाट पनि फाइदा हुन्छ भनिसकेपछि हामीले त मात्र 30,000 को मासिक 30,000 को कुरा गरिरहेका छौँ। एउटा श्रमिकलाई 30,000 को तलब दिएर प्रयोग गरेर हामीलाई के फाइदा हुन्न होला र? गर्न मात्रै समस्या हो। गरिसकेपछि आर्थिक उत्पादन हुन्छ। कृषि क्षेत्र त्यस्तो घाटा लाग्ने क्षेत्र होइन। यसबाट पर्याप्त उत्पादन हुन्छ। यसमा लगानीको अभाव अनि प्राविधिकको अभाव, योभन्दा हामीले पहिला एकल रूपमा गरिने कृषि पद्धतिमा प्राविधिकहरूको अभाव थियो। अहिले प्राविधिकहरूको अभाव छैन। सो त्यसैले जति पनि कृषि योग्य जमिन छन् त्यसमा कृषि गरौँ। कृषि योग्य जमिन बनाउन सकिने जमिनहरूलाई पनि प्रयोग गरेर त्यहाँ पनि कृषि उत्पादन गरौँ। डाँडा काँडा केमा हुन्छ, एकरति पनि हामीले जमिनहरू नछोडिकन कृषि उत्पादनमा जोड दियो भने हामीले हाम्रो गाउँपालिकालाई मात्रै खान पुग्ने होइन, अन्य गाउँपालिकाहरूलाई पनि बेच्न पुग्छ। अनि यो एउटा नयाँ सोचको तेस्रो एपिसोडमा हामीले कृषि उत्पादनलाई हेऱ्यौँ। आजको एपिसोड यही अन्त्य गर्न चाहन्छु। हस्त, नमस्कार।